हेलो एन्ड नमस्ते साथीहरू, गुड मर्निङ। म चाहिँ अब स्यालेरी बेगरको ड्युटीतिर लागेँ। डेली रुटिन हो मेरो चाहिँ। बिहान बिहान चाहिँ अझै नि अलिअलि जाडै हुन्छ काठमाडौँतिर चाहिँ। म चाहिँ ज्याकेट लगाएर किचनतिर लागेको। अब मेरो सानोको पोज चाहिँ खतरा। मुख सुख धोएर किचनतिर लागेँ। सुरुमा दुध तताउँछु अनि नानीको लागि खानेकुरा बनाइदिन्छु। उसलाई चाहिँ आज मैले गाजर र खिर बनाइदिन लागेको छु। उसलाई चाहिँ बिटरुट चाहिँ मैले फर्स्ट टाइम दिन लागेको। अरू बेला गाजरहरू चाहिँ रेगुलर दिने गरेको थिएँ। मजाले कोरेसोमा कोरेर तासेर, कोरेसोमा कोऱ्यो भने चाहिँ छिटो पाक्न सजिलो हुन्छ, मसिनो नि हुन्छ, म्याच गर्नु पर्दैन। त्यही भएर म चाहिँ कोरेसोमा काटेर दिने गरेको छु उसलाई। मैले चाहिँ भाँडोमा थोरै घिउ हालेर यिनै ड्राई रोस्ट गरेँ अनि यसैमा पानी लगाइदिएँ। कति धेरै तात्दैछ भाँडा चाहिँ। हल्का चलाएर मैले चाहिँ यसैमा पानी हालिदिएको छु। अलिकति पानीमा तताएर अलिकति बाँकी चाहिँ दुधमा तताइदिन्छु। मैले चाहिँ छोरी उठ्नुभन्दा अगाडि नै तरकारीको लागि पनि रेडी गर्नुपर्ने हुन्छ। आज चाहिँ तरकारीमा चाहिँ फर्सी र आलुको तरकारी पकाउँदैछु। मैले चाहिँ तरकारी पनि रेडी गराइसकेँ। राइस कुकरमा खाना पनि बसालिसकेँ। उठ्नुभन्दा अगाडि पनि सक्नुपर्ने हुन्छ। सानोको लागि खाना पनि पाकिसक्यो। मेरो लागि चिया पनि पाकिसक्यो। अब चिया खाने ओर्नी बस्ने। नानी नउठिनै मैले चाहिँ कोठाहरू पनि सफा गर्नुपर्ने हुन्छ। रातभरि मोजा सोजाले खेलाउने कुराहरू भुइँभरि पारेको हुन्छ। बेलुका सुत्नुभन्दा अगाडि चाहिँ 9 बजेतिर चाहिँ मेरो छोरी पनि उठिसकेको छिन्। बिहानभरि सुत्छ है ऊ चाहिँ। प्रायः जस्तो बिहानभरि चाहिँ मलाई काम गर्नको लागि मजाले दिन्छ है उसले चाहिँ। सानो चाहिँ खानुको लागि रेडी भएर बसिसकेको छ। उसलाई सुरुमा चाहिँ मैले उसलाई पानी खानिदिएँ। पानी खाएपछि चाहिँ उसले फेरि पनि पानी खानुहुन्छ। तातो थियो खानेकुरा चाहिँ, र पनि उसले यो चाहिँ मिठो मानेर खाइसकेको थिएँ। खानेकुरा चाहिँ उसले प्रायः जस्तो चिजहरू मिठै मानेर खान्छ। मान्छन् पनि खानालाई, ज्ञानी छिन्। जसो मेहनत गरेर पकाएपछि मजाले नै खाइदिन्छ बच्चाहरूले चाहिँ। मर्निङ ड्युटी छोरीको लागि चाहिँ सक्यो। अब मेरो पाली पकाइ खाने। बाई बाई।